माई डियर फ्रेन्ड्स, आज चाहिँ मैले मुलाको तरकारी पकाउन लागिरहेको छु। एकदमै मिठो हुन्छ। यो मेरो रेसिपी सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला है। साथीहरू, प्याजलाई फुराएर रातो भइसकेपछि हामीले आलु हाल्यौँ र आलु रातो भएपछि हामीले मुला हालिदियौँ र मुला हालेपछि त्यसलाई राम्रोसँग चलायौँ र एकछिनपछि हामीले त्यसमा टमाटर हालिदियौँ र टमाटर हालिसकेपछि र हामीले त्यसमा चाहिने सबै मसला, नुन, खुर्सानी सबै हालिदियौँ र त्यसलाई हामीले राम्रोसँग चलायौँ र एकछिनपछि बाँकी रहेको प्याज, लसुन, अदुवाको पेस्ट पनि हालिदियौँ र राम्रोसँग चलायौँ। एकछिन चलाएपछि त्यसमा हामीले मुलाको साग हालिदियौँ र त्यसलाई राम्रोसँग चलायौँ र साग बिस्तारै गल्दै गइरहेको छ। हेर्नुहोस्, पाकिसकेको छ। यो एकदमै मिठो देखिएको छ र आफ्ना प्रियजनहरूसँग मिलेर मिठो खानाको स्वाद लिनुहोस्। धन्यवाद।